मलाई त मेरो आधा जिन्दगी घरबाट सामान अफिसमा र अफिसबाट सामान घरमा गर्दै बित्छ जस्तो लाग्छ। हाई एभ्रिवान, आइ एम काव्या र कुरा के हो भन्दाखेरि मेरो घर चाहिँ कलङ्कीमा हो, मेरो अफिस चाहिँ शङ्खमुलमा हो। सो होम सर्भिस दिँदाखेरि चाहिँ कतिवटा सामान घर ल्याइराखेको हुन्छु अनि कतिवटा सामान अफिसमा हुन्छ। अनि मेरो आधा टाइम त त्यो सामानहरू अफिसबाट घर ल्याऊ, घरबाट अफिस लग, लाइभ बस्दाखेरि यो सामान ल्याऊ, फेरि त्यो सामान अफिस लग, त्यसरी नै बित्छ। आजको भिडियोमा चाहिँ म त्यही देखाइरहेको थिएँ। म कति सामान यताउता गर्छु अनि कति मिलाइरहेको हुन्छु रुम, तर पनि एट द एन्ड अफ द डे मेरो रुम चाहिँ भत्ताभुङ्ग नै भएको हुन्छ। सो आज चाहिँ ट्याक्क टुक्क मजाले मिलाएँ होइन, सबै सामान राखेँ। अनि हाम्रो मेकअप लाउन्जमा चाहिँ नयाँ सामानहरू पनि आएको छ, त्यो सामानहरू पनि हजुरहरूलाई देखाउँछु। यस्तो दामी दामी सामानहरू आएको छ, मलाई त सबै आफै युज गरौँ जस्तो हुन्छ कहिलेकाहीँ, तर कन्ट्रोल गर्नुपर्छ यस्तो यस्तो जिन्दगी। अनि सबै कुरा मिलाएँ आज चाहिँ मजाले पुछेँ कि सबै सामानहरू ट्याक्क मिलाएर यताउति गरेँ। अनि यहाँ सेल्फहरूमा पनि सामान कहिले तल कहिले माथि गरेर रहन्छु, मलाई त चेन्ज गरिरहनु पर्छ। अनि थाकेँ, बेलुकाको 7 बज्यो सबै गर्दा